दर्शकबिन यति बेला हामी पशुपति क्षेत्रमा शिवरात्रिको झलक हेर्न आइसकेका छौँ र हामीले तपाईहरुलाई शिवरात्रिको झलक देखाइरहेका छौँ। सम्पूर्ण साथीहरुले यो भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब पनि गर्नुहोला र यो आज हामी शिवरात्रिको माहौल देखाइरहेका छौँ। यो रातिको समयमा हो, एकदमै भिड छ यहाँ, एकदमै खचाखच भिड रहेको छ। यहाँ आउने भक्तजनहरू पनि यहाँ आइरहनु भएको छ र जाने बाहिर निस्किने भन्दा पनि आउने मान्छेहरूको भिड एकदमै रहेको छ। यहाँ दर्शकबिन सबैजना साथीहरूले यो भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनु होला र सक्दो यो भिडियोलाई शेयर गरिदिनु होला। सबैजना मान्छेले फुल वाच गरिदिनु होला यो भिडियोलाई। अहिले हामी पशुपतिनाथ मन्दिरको दर्शकहरूलाई देखाइरहेका छौँ। यहाँ अत्यन्तै रमाइलो रहेको छ। शिवरात्रिको माहौल तातिएको छ। यहाँ भक्तजनहरू आइरहेका छन् र यहाँ हिँड्ने बाटो पाइरहेको छैन। यहाँ मान्छे पेलापेल र ठेलाठेल भइरहेको छ। यहाँ मान्छेहरूको घुइँचो लागिरहेको छ। यतिलाई हामी रातको ठिक 7 बजे हामीले यो भिडियो तपाईहरुलाई हामीले उपलब्ध गराइरहेका छौँ। रातको 7 बज्दा पनि यहाँ आउने मान्छेको भिड त्यत्तिकै रहेको छ र यहाँ आउने भक्तजनहरू अझै लाइन बसिरहनु भएको छ। यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ। यहाँ सशस्त्र प्रहरी, नेपाल आर्मी र नेपाल प्रहरी र निर्वाचन प्रहरीहरू खटाइरहेको छ जनताहरूको जीव ज्यानको सुरक्षाको लागि। यति बेला यहाँ अत्यन्तै भक्तजनहरू लाइन बसिरहनु भएको छ। बिहानदेखि लाइन बसेका भक्तजनहरू यतिखेर मूल मन्दिर जान पाइसक्नु भएको छैन। अझै उहाँहरूको पालो आइसकेको छैन। उहाँहरू आतुर भइसक्नु भएको छ। यहाँ शिवरात्रिमा तपाईहरुले हामीले यहाँ भिडियो देखाइरहेका छौँ। यो भिडियोलाई अन्तिमसम्म स्कल नगरिकन हेर्नु होला सम्पूर्ण साथीहरूले र यो भिडियोलाई सक्दो शेयर पनि गरिदिनु होला र लाइक पनि गरिदिनु होला, फुल वाच गरिदिनु होला। सम्पूर्ण साथीहरूलाई हामी यो दृश्य पशुपतिनाथ मन्दिर अगाडिको हो यो भिडियो। यो दृश्य चाहिँ यहाँ सम्पूर्ण भक्तजनहरू हामीले देखाइरहेका छौँ। तपाईहरुले पनि यो भिडियोलाई सम्पूर्ण साथीहरूले सक्दो शेयर गर्नुहोला र यो भिडियोलाई फुल वाच गर्ने कोसिस गर्नुहोला। यो भिडियो हामीले रातको 7 बजे हामीले पशुपतिनाथ मन्दिरबाट तपाईहरुलाई देखाइरहेका छौँ। यो भिडियो अत्यन्तै यहाँ भक्तजनहरूको माहौल रहेको छ र यहाँ हो हल्ला त्यस्तै आइरहेको छ र यहाँ मान्छेहरूको हो हल्ला तन्नै आइरहेको छ। यहाँ भक्तजनहरू पनि आइरहनु भएको छ र यहाँ सम्पूर्ण आमा बुवा दिदीबहिनीहरू आफ्नो बालबच्चाको पनि सुरक्षा गर्नुहोला। यहाँ कतिका नानी बाबुहरू हराए भन्ने खबर आइसकेको छ र यहाँ कतिका नानी बाबुहरू हरायो भनेर यहाँ एनाउन्स गरिरहनु भएको छ हाम्रो उता सम्पर्क केन्द्रमा र सबैजना साथीहरूले भिडियोलाई लाइक, शेयर पनि गर्नुहोला र सब्स्क्राइब पनि गरिदिनु होला।